If you are worried about paying to host your website, then अब टेन्सन लिनु पर्दैन किनभने आज म फ्रीमा कसरी होस्ट गर्ने विदाउट पेइङ अ सिंगल रुपी भनेर देखाउँछु। सो वाच दिस भिडियो टिल द एन्ड एन्ड फ्युचर रेफरेन्सको लागि डोन्ट फर्गेट टु सेभ दिस भिडियो। सो हियर आई एम गोइङ टु सो यु सम अफ द साइट्स दैट आई युज टु होस्ट माई वेबसाइट। सो पहिलो भनेको भर्सल हो। यो चाहिँ रियाक्ट र नेक्स्टको लागि बेस्ट हो। सो भर्सल युज गरेर डिप्लोय गर्नको लागि पहिला सुरुमा लगइन गर्नुपर्छ। मैले चाहिँ मेरो गिटहब एकाउन्टबाट लगइन गरेको छ। सो लगइन गरिसकेपछि यहाँ एड न्यू प्रोजेक्ट भन्ने एउटा अप्सन आउँछ, त्यहाँ क्लिक गरेर प्रोजेक्ट्समा क्लिक गर्ने र यदि गिटहबबाट लिङ्क भएको छ भने यहाँ मेरो रेपोको लिस्टहरू आउँछ र जुन साइटलाई डिप्लोय गर्नु छ त्यसमा क्लिक गर्ने र अटोमेटिक डिप्लोय हुन्छ। त्यसै गरी अर्को साइट भनेको नेटलिफाई हो। नेटलिफाई युज गरेर डिप्लोय गर्नको लागि पनि लगइन गर्नुपर्छ। यसमा पनि मैले गिटहब नै युज गरेर लगइन गरेको छ र यसमा चाहिँ गिटहबको रिपोजिटरीबाट मात्रै नभएर डिरेक्टली यसरी डिप्लोय म्यानुअली गरेर हाम्रो प्रोजेक्टलाई ड्र्याग एन्ड ड्रप गरेर पनि डिप्लोय गर्न मिल्छ। सिमिलरली अर्को साइट भनेको हाम्रो गिटहब नै हो। सो गिटहबमा गएर कुनै पनि रिपोजिटरीलाई सेलेक्ट गर्ने जसलाई चाहिँ डिप्लोय गर्नु छ। सो त्यसपछि यहाँ गएर सेटिङ्समा क्लिक गर्ने। सेटिङ्समा क्लिक गरिसकेपछि यो कोड एन्ड अटोमेसनको सेक्सनको अन्डरमा पेजेस भन्ने हुन्छ, त्यसमा क्लिक गर्ने र त्यहाँ क्लिक गरिसकेपछि कुन ब्रान्चलाई डिप्लोय गर्ने हो भनेर यहाँबाट सिलेक्ट गर्ने र गिटहबले त्यसलाई डिप्लोय गरिदिन्छ। सो लास्टमा चाहिँ अर्को भनेको रेन्डर भन्ने हो। सो रेन्डरमा पनि लगइन गराएको छ मैले युजिङ माई गिटहब एकाउन्ट र रेन्डर युज गरेर चाहिँ हामीले नट जस्ट फ्रन्ट इन्ड बट ब्याक इन्ड र डेटाबेस पनि डिप्लोय गर्न सक्छौँ। र अर्को बेस्ट कुरा भनेको हामीले हाम्रो कस्टम डोमेनलाई पनि यसमा कनेक्ट गर्न सक्छौँ। त्यसको लागि चाहिँ हामीले डिएनएसलाई सेट गर्नुपर्ने हुन्छ र हाम्रो वेबसाइट लाइभ हुन्छ। सो यस्तै टेक रिलेटेड टिप्सको लागि मलाई फलो गर्नु होला।